किन सक्सेस स्टोरिजको भिडियो किनभने जब रिजल्ट्स तपाईँहरूले देख्नुहुन्छ रिजल्ट्स जब आइसके पछाडि त्यो पाथमा हिँड्नुभयो भने डेफिनेटली डेस्टिनेसनमा पुग्ने चान्सेसहरू हुन्छ। त्यसै कारणले गर्दाखेरि आज फेरि नयाँ सक्सेस स्टोरी लिएर आएको छु। मसँग हुनुहुन्छ सुदन बोहराजी, नेपालबाट हुनुहुन्छ। फर्स्ट अफ अल कङ्ग्रेचुलेसन तपाईँको भिजा। भ्युअर्सलाई देखाउन चाहन्छौँ यो भिजा तपाईँलाई दिँदै म केही कुराहरू चाहिँ सोध्छु। फर्स्ट अफ अल तपाईँको अब माल्टा चाँडै नै तपाईँ जाँदै हुनुहुन्छ, त्यसको लागि गुड लक भन्न चाहन्छु। र म अरूभन्दा पनि किनभने एजेन्सीहरूमा नर्मली प्रोसेस गर्ने त सबैले एउटै खालको हुन्छ। मलाई दुईवटा स्टेप्सको विषयमा अलिकति जान्नु मन छ। तपाईँले जब स्किल पास गर्ने टाइममा हाम्रो टिमबाट कस्तो किसिमको असिस्टेन्स पाउनुभयो, जस्तो फेज 2 एक्जामिनेसनको इभन इन्टरभ्यू पनि हुन्थ्यो, त्यो टाइममा कस्तो किसिमको एसिस्टेन्स हाम्रो टिमले दियो तपाईँलाई? फर्स्ट अफ अल थ्याङ्क यू सर। आज यो भिजा लागेको तपाईँको एकदम हेल्प छ त्यहीमा। हजुर। अनि पहिला इन्टरभ्यू भयो मेरो, त्यसपछि चाहिँ स्किल पास गर्नुपर्ने भयो। अफकोर्स आइएम न्यू, मलाई थाहा थिएन। अनि म एभ्री टाइम कपिल स्टाफहरूसँग तपाईँसँग कन्ट्याक्टमा रहन्थेँ। अनि मलाई त्यो धेरै सहयोग भयो। लाइक नयाँ लागेन मलाई, सक्सेस भयो त्यहीमा इन्टरभ्यू कसरी दिने। अनि भिएफएसको इन्टरभ्यू सँगसँगै अनि अर्को एउटा इन्टरभ्यू जुन मेजर हुन्छ, सेन्ट्रल भिजा युनिटले एउटा इन्टरभ्यू लिने गर्छ। त्यो टाइममा क्वेसनहरू अलिकति ट्रिकीहरू आउने गर्छ। त्यो क्वेसन्सहरू चाहिँ जब तपाईँहरूले हाम्रो टिमसँग कुरा गरिसके पछाडि त्यो क्वेसन ट्याकल गर्न चाहिँ कस्तो भयो, कस्तो एक्सपिरियन्स गर्नुभयो त्यो कुरा चाहिँ? त्यो भिजा इन्टरभ्यूको दिन पनि म पहिला यहाँ आएर तपाईँसँग कुरा गरेँ, तपाईँसँग कन्सल्ट गरेँ। तपाईँले जो आइडिया दिनुभयो ट्रिकी चाहिँ हुन्छ क्वेसन है, त्यो माइन्ड मेकअप चाहिँ पहिला बनाएर जानुपर्छ। जस्ट सिम्पली जस। अनि कस्तो लाग्यो हामीले दिएको गाइडेन्स र त्यहाँ आएको क्वेसन्सको बिचमा डिफ्रेन्सिएसन के थियो अथवा सिमिलर थियो, कस्तो टाइपको थियो? जुन तपाईँले भन्नुभएको थियो त्यस्तै आयो। जस्तै अब किन माल्टा जान चाहने, त्यो सिमिलर त्यही क्वेसनहरू छ ऊ गर्नुभयो भन्नुपर्दा। त्यो कारणले गर्दाखेरि भिजा आउनलाई प्लस पोइन्ट एकदम। सो यिनै खालको एक्सपिरियन्सहरू गर्न चाहनुहुन्छ तपाईँ, युरोपको जर्नी लिन चाहनुहुन्छ भने तपाईँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।